सहरमा आइपुगेको त्यो साँझ मेरो जीवनको धेरै शान्त र गहिरो क्षण जस्तो लागिरहेको थियो। दिनभरको लामो यात्रा, घुमाउरो पहाडी बाटो, धुलीले भरिएको सडक पार गरेर अन्ततः म नयाँ अपार्टमेन्टको ढोकामा उभिएको थिएँ। शरीर थाकेको थियो, तर मनमा नयाँ ठाउँको अनौठो अनुभव थियो। ढोका खोलेर भित्र पस्दा कोठा उज्यालो छ, सफा सेतो भित्ताहरू छन्, राम्रोसँग राखिएको सोफा छन्, नरम म्याट्रेस भएको बेड छ, काठको टेबल छ र झ्यालबाट देखिने सहरका अनगिन्ती बत्तीहरू छन्। सबै कुरा ठिक छ, सबै कुरा सजिलो जस्तो देखिन्छ। तर पनि यो कोठामा एउटा गहिरो खालीपन छ, जस्तो कुनै आवाज हराएको, जस्तो कुनै आफ्नो मान्छे टाढा छुटेको हो। त्यही क्षण मेरो मन अचानक धेरै टाढा पहाडहरूको भेदमा लुकेको हाम्रो सानो गाउँतिर फर्किन्छ। हाम्रो गाउँ सहरबाट धेरै टाढा थियो। त्यहाँ पुग्न कच्ची पहाडी बाटो हिँड्नु पर्थ्यो। बाटो कहिले उकालो चढ्थ्यो, कहिले ओह्रालो झर्थ्यो, कहिले जङ्गलको बीचबाट जान्थ्यो। अर्को गाउँ जान नदीमाथि झुन्डिएको या तेर्सिएको पुरानो बाँसको पुल थियो। तल ठुलो नदी बगिरहेको हुन्थ्यो। पुल हल्का हलिन्थ्यो, तर त्यो पार गर्दा सधैँ मनमा सानो डर र ठुलो रमाइलो दुवै लाग्थ्यो। त्यही गाउँमा मेरो संसार थियो। बुबा, आमा, मेरो सानो भाइ र तिमी। बिहान सबैले कुखुराको आवाजसँगै उठ्ने, आँगनमा पानी छर्केर सफा गर्ने, अर्को आमालाई भान्सामा सघाउने, कहिलेकहीँ चुलोमा आगो बलिरहेको बेला तिमी हाँस्दै मलाई सोध्थ्यौ, आज फेरि खोलातिर माछा मार्नु जानुहुने हो। आमाको भान्साको सुगन्ध त अझ झन् अद्भुत थियो। हाम्रो भान्सा सानो थियो, माटोको भित्तो, बीचमा माटोको चुलो, छेउमा दाउरोको थुप्रो र माथि धुवाँले कालो भएको छाना। तर त्यही भान्सामा पाक्ने खाना संसारकै सबैभन्दा स्वादिलो थियो। मेरो सबैभन्दा मनपर्ने बिहानको खाना थियो सुक्खा रोटी र आलुदम। आमाले दाउराको आगोमा तातो तातो रोटी पकाउनुहुन्थ्यो। आलुदमको मसालाको स्वाद पनि भान्साघरदेखि लिएर मेरो कोठासम्म आइपुगिरहेको हुन्थ्यो। तिमी कहिलेकहीँ मजाक गर्दै भन्थ्यौ, तपाईँ त सुक्खा रोटी देखेपछि सबै कुरा बिर्सिनुहुन्छ, सायद मलाई पनि बिर्सिनुहुन्छ। हाम्रो गाउँको जीवन सानो थियो, तर गहिरो थियो। त्यहाँ सबैले एक अर्कालाई चिन्थे, सबैले एक अर्काको ख्याल राख्थे। कहिलेकहीँ घरमा तेल सक्यो भने आमा छिमेकीको घरमा गएर भन्नुहुन्थ्यो, अलिकति तेल दिनु त पैँचो, पछि फिर्ता गरिदिइहाल्छु। त्यो साटासाटको जीवन थियो। आज हामीले केही लियौँ भने भोलि हामीले पनि केही दिन्थ्यौँ। दिउँसो कहिलेकहीँ म बुबासँग जङ्गलतिर घाँस काट्न जान्थेँ। बाटोभरि चराहरूको आवाज सुन्थ्यो। हावामा माटो र पत्ताको सुगन्ध मिसिएको हुन्थ्यो। कहिलेकहीँ हामी जङ्गलबाट खाने जङ्गली साग, फलफुल र दाउरा पनि लिएर घर फर्किन्थ्यौँ। घरमा हाम्रो गाई र बाख्रा थिए। बिहान सबेरै आमा दुध दुहुनुहुन्थ्यो। साना भाइ गाईको पछाडि दौडेर खेल्थ्यो र म दाउरा मिलाएर राख्थेँ। वर्षात आयो भने गाउँको रूप नै बदलिन्थ्यो। धान रोप्ने बेला खेतहरू पानीले भरिन्थे। हामी सबै खेतमा उभिएर हातले धान रोप्थ्यौँ। पानीमा खुट्टा डुबाएर काम गर्दा कहिलेकहीँ हामी हाँस्दै गीत
गाउने गर्थ्यौँ। तर बर्सातले समस्या पनि ल्याउँथ्यौँ। पहाडका बाटाहरू पहिरोले बन्द हुन्थे। कहिलेकाहीँ गाउँमा सामान ल्याउन गाह्रो हुन्थ्यो। पसलमा रासन कम हुन्थ्यो। तर कसैले पनि भोकै बस्नु पर्थेन, किनकि सबैले एक अर्कालाई सघाउँथे। दिउँसो कहिलेकाहीँ हामी परिवार सबैजना र माथिल्लो तथा तल्लो छिमेकीहरू मिलेर नदी किनारमा पिकनिक गर्न जान्थ्यौँ। नदीको किनारमा घेरा बनाएर बस्ने, बीचमा आगो बाल्ने, कसैले गीत गाउने, कसैले खाना पकाउने, सबैजना सँगै बसेर हाँस्ने र कुरा गर्ने। त्यो हाम्रो गाउँको सबैभन्दा रमाइलो समय हुन्थ्यो। माछा मार्नु त हाम्रो सानो सोख जस्तै थियो। खोलाको चिसो पानी ढुङ्गामाथि बसेर घाम ताप्नु अनि माछा पकाएर सबैसँग खानु। राति सुत्नु अघि तिमी सधैँ मलाई सम्झाउँथ्यौ, रातको लागि पानी राख्नुभयो, औषधि लिनुभयो, बत्ती गए मेनबत्ती कहाँ छ? त्यो बेला ती साना प्रश्नहरू सामान्य लाग्थे। आज ती सबै प्रश्नहरू मायाको भाषा जस्तो लाग्छ। अब म सहरको त्यो नयाँ अपार्टमेन्टको बेडमा पल्टिएको छु। झ्याल बाहिर सहरका बत्तीहरू चम्किरहेका छन्, गाडीहरू दौडिरहेका छन्, मानिसहरू आफ्ना काममा व्यस्त छन्। तर मेरो मन भने अझै पनि त्यही गाउँको साँझमा अड्किरहेको छ, जहाँ खोला बगिरहेको हुन्थ्यो, जङ्गल हलिरहेको हुन्थ्यो र घरभित्र माटोको चुलो आगो बलिरहेको हुन्थ्यो। बिहान आँखा खुल्दा केही क्षण म छततिर हेर्दै बस्छु, किनकि यो बिहान कसैले पनि बेडको छेउमा फिका चियाको ग्लास राखेको थिएन। कसैले मेरो ढोका ढकढकाएन कि खाना खानु आउनुहोस् या ब्रेकफास्ट खानु आउनुहोस्। त्यो बेला म बुझ्छु सहरले मलाई नयाँ जीवन दिएको छ, तर मेरो मनको एउटा ठुलो हिस्सा अझै पनि त्यही गाउँमा छ। त्यो नदीको किनारमा, त्यो बाँसको पुलमा, त्यो पिकनिक हाँसोमा, त्यो माटोको चुलाको न्यानोपन र सबैभन्दा बढी तिमीहरूको साथ। यो सहरको मेरो पहिलो रात हो, तर यो रातले मलाई एउटा कुरा सधैँको लागि सिकाइरहेको छ। घर भनेको केवल एउटा ठाउँ होइन, घर भनेको ती मानिसहरू हुन् जसले हाम्रो जीवनमा सानो सानो मायाले भरिदिन्छ। र तिमी अझै पनि मेरो घर हौ।